हाम्रो अहिलेको सुशीला कार्कीज्यू प्रधानमन्त्रीज्यूलाई सोधेँ कि मैले, तपाईँ कतिवटा के अरे विश्वविद्यालयको कुलपति हुनुहुन्छ थाहा छ भनेर सोधेँ एक दिन। कहाँ थाहा हुनु मलाई, थाहै हुँदैन भन्नु। अब कुलपतिले चाहिँ आफू कुलपति यति एउटा विश्वविद्यालयको कुलपति छु भन्ने थाहा नभएपछि अनि कसरी चाहिँ चल्छ? 6 महिनामा 4 महिना छ अब बाँकी, 4 महिनामा पनि अब काम गर्न सक्ने समय त छैन। गभर्मेन्टको आँखा नलाओस् भन्ने कुरा हो सरकार। त्यो व्यक्ति छान्दाखेरि अरू कुरामा त गभर्मेन्टको आँखा लाग्नै पर्यो, किनभने गभर्मेन्टले पैसा दिएन भने के अरे युनिभर्सिटी चल्ने त कुरो भएन होइन। त्यो कुलपति छान्ने काममा गभर्मेन्टको आँखा नलागोस् भन्ने कुरा निकै गाह्रो छ। अब योग्य व्यक्ति खोज्ने, योग्य व्यक्ति कसरी छान्ने त? अब अनुहार हेरेर कसैको योग्य व्यक्ति थाहा हुँदैन होइन। अब योग्य व्यक्ति नाप्ने कुनै मसिन यन्त्र छैन। प्रधानमन्त्रीलाई चाहिँ यो कुलपतिको पगडी गुथाउने चाहिँ चलन चाहिँ हटोस् भन्ने कुरा हो। एक जमाना थियो नेपालमा एउटै त्रिभुवन विश्वविद्यालय थियो, उति बेला राजा चाहिँ उति बेला महाराजधिराज चाहिँ कुलपति हुने चलन थियो। सरकारले बजेट नदिए पनि के कसरी हुन्छ विश्वविद्यालयहरूमा तपाईहरुले नै अलिकति ब्रेन स्टर्मिङ गरेर त्यस्तो किसिमको सुरुवात गरेको भए पनि हुन्थ्यो। र अहिले चाहिँ एउटा के छ भन्दाखेरि अहिलेको यो छोटो समयमा, यो छोटो भनेको मेरो 6 महिनामा 4 महिना छ अब बाँकी, 4 महिनामा पनि अब काम गर्न सक्ने समय त छैन। एउटा कुरा के प्रयास गरिरहेको छु भने त्यो जुन 1% पुँजीगत खर्चको 1% जुन बजेट हो त्यो व्यवस्था चाहिँ अब निरन्तर रूपमा आओस्, म गए पनि आओस् भन्ने किसिमले अब के कसरी गर्न सकिन्छ त्यसमा चाहिँ प्रयास चाहिँ हुँदैछ। र